साथीहरू यो चाहिँ हाम्रो नेपाल एम्बेसी यहाँ पछाडिपट्टि हेरिराख्नुपर्छ नि है नेपाल एम्बेसी हो यो है यो चाहिँ हाम्रो युएको राजधानी आबुधाबीमा छ है हजुरलाई पनि पासपोर्टको काम पऱ्यो भने यहाँ आउन सक्नुहुन्छ रिन्यू गर्नु छ पासपोर्ट होइन सक्नुहुनेछ है यो चाहिँ हाम्रो बस पार्क आबुधाबीको यो आबुधाबी बस पार्क यतापट्टि छ है आबुधाबी बस पार्ककै अगाडिपट्टि चाहिँ एम्बेसी छ हजुरहरू सोधेर आउन सक्नुहुन्छ यहाँ चाहिँ एउटा बेस्ट महल छ हाम्रो के अरे अलबदा महल भन्छ त्यसलाई है त्यहाँ बस पार्कमा आएर सोध्नुभयो भने चाहिँ एम्बेसी कहाँ छ नेपाल एम्बेसी बताइन्छ आज चाहिँ हाम्रो शारजाबाट चाहिँ भाइ आउनुभएको छ क्षितिज भाइ है पासपोर्टको लागि आउनुपर्छ अनि क्षितिज भाइ यहाँ पासपोर्ट चाहिँ कसरी पाउनु भयो के कस्तो त भनिदिनु त साथीहरूलाई पहिला अनलाइन अब एपोइन्टमेन्ट लिनुपर्ने रहेछ होइन अनि एपोइन्टमेन्ट लिएर आएर त्यसपछि यहाँ बोलाउँदो रहेछ अनि एपोइन्टमेन्ट फिक्स भएपछि यहाँ आउने हजुर अनि त्यसपछि पेपर लिएर गएर भित्र बुझाएछ सजिलै छ दाइ सजिलै रहेछ होइन हजुर पैसा कति लाग्दो रहेछ पैसा 200 लाग्दो रहेछ भित्र अनि यता अनलाइन फारम भरेको चाहिँ 50 लिँदो रहेछ हजुर अब यदि टाढा हुनुहुन्छ भने चाहिँ यहाँबाट कार्गो पनि सर्भिस रहेछ ट्राफिक सेन्टरले कार्गो पनि गरिदिने रहेछ 1.5 महिनाभित्रमा चाहिँ पासपोर्ट आउँदो रहेछ ए ल त ल है सबैलाई जानकारी पनि भयो साथीहरू है तपाईँहरू पनि आउनु होला नजिकै छ थाहा नभएको साथीहरूको लागि भिडियो बनाइरहेको छु है ल बेस्ट अफ लक सबै साथीहरूलाई लभ यु सबैजनालाई है